नमस्कार। फेरि पनि म तपाईहरुलाई मेरो गाउँमा भएको एकदमै दुःख लाग्दो कुराको भिडियो बनाएर तपाईहरु समक्ष प्रस्तुत गर्दैछु। यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र मेरो आवाज सुनिदिनु होला ताकि यस्तो घटना तपाईको गाउँतिर पनि घटिरहेको हुन सक्छ। कुरा के हो भने चुनाव आउँछ, नेताहरू आश्वासन देखाउँछन्, भोट लिन्छन्, चुनाव जित्छन्, जान्छन्, आफ्नो ठाउँमा छँदैछ हैन। तर गाउँ गाउँमा दूरदराजमा रहेको क्षेत्रहरुमा, ठाउँहरुमा, गाउँहरुमा के भइरहेको छ भने जब त्यहाँ मान्छे बिरामी हुन्छ, एम्बुलेन्स आउने त कुरै छोड्दिउँ, केही गरी आइहाल्यो भने नि एकदमै बढी भाडा तिर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ। बिरामी हुँदाखेरिको त कुरा छोडिदिनुस्, मान्छे मरे हैन, मान्छे मरिसक्दाखेरि पनि मान्छे मरेर मान्छेलाई अब हस्पिटल लानु पर्यो, पोस्टमार्टम गर्नु पर्यो, सब वाहन ल्याउँदाखेरि पनि त्यहाँनिर एकदमै महँगो शुल्क तिर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ। हुन त यो धेरै ठाउँमा नहुन सक्छ, तर मेरो गाउँमा हालसाल मात्रै मैले तपाईहरुलाई यो चुनावकै बेलामा तपाईहरुले मेरो भिडियो कति हेर्नु भएन, मैले पोस्ट गरेको भिडियोहरु त्यहाँनिर सब वाहन बोलाइएको थियो। मान्छे जब सुसाइड गरेको ठाउँमा सब वाहन बोलाइएको थियो ताकि सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर 8 इर्खु भनेको सदरमुकामबाट एकदमै नजिकैको ठाउँ हो, एकदमै नजिकै पर्छ। चौतारा हस्पिटलबाट लगभग त्यो मान्छे सुसाइड गरेको ठाउँसम्म पुग्नको लागि लगभग धेरै पनि हैन, मोटामोटी 10-12 किलोमिटर होला। त्यहाँनिर पुग्नको लागि तपाईको त्यो सब लिन जानको लागि सब वाहनले 5500 रुपैयाँ पैसा लिएको भन्ने सुन्नमा आयो। हुन त मैले त्यहाँ लेनदेन भएको देखेको त हैन, तैपनि त्यो सुन्नमा आयो। त्यो यथार्थै हुनुपर्छ, किनभने जो सुसाइड गरेको थियो त्यो मान्छे एकदमै न्यून स्तरको मान्छे हुनुहुन्थ्यो। मेरो गाउँकै हजुरबुवा हुनुहुन्थ्यो, उहाँ गरिब नै हुनुहुन्थ्यो। उहाँको भाइले अथवा कसले कसैसँग ऋण गरेर अथवा सरसापटी गरेर पैसा तिरेको भन्ने सुन्नमा आयो हैन। अब भन्नुस् तपाई आफै, लास लिन आउँदाखेरि 5500 रुपैयाँ लग्यो, त्यसपछि पोस्टमार्टम गर्यो, पोस्टमार्टम गरेर फेरि लासलाई त अब घाटसम्म लानु पर्यो, घाटसम्म लाँदाखेरि फेरि 5500 रुपैयाँ तिर्दा कति गयो खर्च? 11000 रुपैयाँ। अब बिचरा त्यो गरिब मान्छेसँग बिहान बेलुका छाक टार्नलाई परिवारलाई कति धाउधाउ परेको थियो होला हैन। म त्यस्तै देख्छु, त्यहाँनिर अलिकति आर्थिक स्थिति अलिकति कमजोर नै देख्छु उहाँहरूको। अब त्यस्तो मान्छेलाई मर्दाखेरि पनि 11000 रुपैयाँ ऋण लाग्यो भनिसकेपछि यो स्थानीय सरकार, प्रदेश सरकार, राष्ट्रिय सरकार के का लागि भन्ने बेलामा त चुनावमा चाहिँ अहो यो चाहिँ हामीले तपाईहरुकै लागि हो, तपाईहरुकै दुःखका दिन हटाउनका लागि हो, तपाईहरुको मुहारमा उज्यालो ल्याउनका लागि हो भनेर ठुलठुला भाषण ठोकेर भोट लिएर जानुहुन्छ। तर आजको दिनसम्म पनि गाउँ गाउँमा यस्तो अवस्था देख्दाखेरि साह्रै नै दुःख लाग्छ हामी जस्तो युवाहरूलाई। अब यो हुनु हुँदैन, जसले जितेर जानुभएको छ यस्तो कुराहरूलाई पनि ध्यान दिनु होला भन्न चाहन्छु है। बाँकी कुरा आफै मनन गर्नु होला।